जय मसी एभ्रिवान, सन्चै हुनुहुन्छ? आज म तपाईहरुलाई फेरि पनि पवित्र धर्मशास्त्र बाइबलबाट केही कुराहरू भन्न गइरहेको छु, जो चाहिँ योनाको बारेमा। हामी सबैलाई थाहा छ है, योना कस्तो खालको व्यक्ति थियो भनेर। अनि उहाँलाई जब परमेश्वरले चाहिँ निनवे शहरमा जा भनेर भन्नुभयो, तर उहाँ चाहिँ अटेरी गरेर चाहिँ तर्सिसतिर लाग्नुभयो है। अनि जब तर्सिसतिर लाग्नुभयो उहाँ, त्यसपछि उहाँले चाहिँ कति धेरै दुःखहरू सहनु पर्यो हैन। उहाँको कारणले अरू व्यक्तिहरूले पनि दुःखहरू सहनु पर्यो, जबकि परमेश्वरले भनेको कुरा उहाँले टेर्नु भएन है। अनि तर के परमेश्वरले भनेको कुरा चाहिँ रङ भए त के पुगेन त? पुगे नि त हैन। परमेश्वरले भनेको कुरा त उहाँले योनाको जीवनबाट जसरी पनि गरेर सार्नु भयो। अनि जब योनाले चाहिँ अटेरी गरेर गएको थियो, उता 3 दिन 3 रातसम्म के भन्छ माछाको पेटभित्र पनि बस्नुभयो हैन। अनि त्यस्तो भयो, अनि कति धेरै दुःखहरू भयो उहाँको कारणले। अरू व्यक्तिहरूले पनि धेरै दुःखहरू पनि पाउनुभयो। तर पनि लास्टमा चाहिँ के त भन्दाखेरि चाहिँ परमेश्वरको योजना त्यो व्यक्तिको जीवनबाट है उहाँबाट चाहिँ पुरा भएको छ। अनि भागेर चाहिँ धर पाउनु भएन है। अनि त्यसै गरेर आज तपाईँ अनि म पनि है उहाँको योजनाद्वारा उहाँले भन्नुभएको कुराहरू अटेरी गरेर हामी कता कता भागिरहेको छौँ हैन। उहाँको कलिङ के हो हाम्रो लाइफमा है, उहाँले हामीलाई के को लागि सृष्टि गर्नुभएको छ, अनि उहाँले हामीलाई के चाहिँ गर भन्दै हुनुहुन्छ। हाम्रो भित्र हृदयमा त हामीलाई थाहा हुन्छ नि त है, हामीले भन्न सक्दैन गर्न सक्छ, तर भित्र हृदयमा चाहिँ प्रभुले मलाई यो कुराको लागि चुन्नु भएको हो, यो चाहिँ मैले गर्नुपर्ने हो ओहो भन्ने खाले भित्रबाट है पवित्र आत्मा बोल्नुहुन्छ नि हामीमा है। हो त्यस्तो कुरा चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ, हैन भने तपाईले भागेर धर पाउनुहुन्न। चाहे तपाईँ विदेश जानुहोस्, चाहे तपाईँ जति धेरै डलरहरू कमाउनु, जति धेरै रुपियाँ पैसा कमाउनु, यसै गर्नुहोस् हैन, तर लास्टमा चाहिँ के त उहाँको हाम्रो परमेश्वरको योजना त पुरा भएरै सार्छ है। अनि त्यही भएको कारणले म तपाईलाई यही भन्न चाहन्छु। म यो पुस्तक पढ्दै थिएँ है, योनाको पुस्तक पढ्दै थिएँ, अनि मैले यहाँबाट केही आशिषहरू पाएको कारणले गर्दा चाहिँ आज मैले तपाईहरुको माझमा शेयर गरेको छु। आई होप तपाईहरु सबैजनाले यसबाट बुझ्नुभयो होला। अलिकति भिडियो लामो भयो है, तर तपाईले बुझ्नुभयो होला। हामी योना जस्तो हैन, अब अटेरी गरे तापनि भागे तापनि लास्टमा त परमेश्वरले उहाँको योजना त पुरा गरेरै सार्नुहुन्छ हाम्रो लाइफमा। त्यही भएको कारणले हामी ज्ञानी बनौँ है, हामी ज्ञानी बनौँ। उहाँको योजना के छ, उहाँको कलिङ हामीमा के छ, त्यो हामीले बुझौँ अनि उहाँको काम गरौँ है त। उहाँको राज्य विस्तार गरौँ। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ। जय मसी।